जीवन बिमा गर्दा र ब्याङ्कमा डिपोजिट गर्दाको अलिकति म फरक बताउँछु ल। यो भन्दै गर्दा मैले ब्याङ्कले नराम्रो भन्न खोजेको होइन, अलिकति ध्यान दिएर सुन्नु होला, यो सबैको लागि काम लाग्न सक्छ। जस्तै एकछिनलाई मानिलिउँ, दुईजना व्यक्ति हुनुहुन्थ्यो, साथी होइन। उहाँहरूले चाहिँ एकजनाले चाहिँ वार्षिक 1 लाख रुपियाँ बुझाउने हिसाबले चाहिँ आफ्नो जीवन बिमा गर्नुभयो, अर्को साथीले चाहिँ 1 लाख रुपियाँ ब्याङ्कमा डिपोजिट गर्नुभयो होइन। अब मानिलिउँ 15 दिन एकजनाले बिमा, एकजनाले ब्याङ्कमा डिपोजिट गरेको 15 दिनपछि उहाँहरू दुवैजनाको एउटा एक्सिडेन्टमा परेर मृत्यु भयो होइन। त्यसपछि उहाँहरूको परिवारले पाउने सेवा सुविधा अलिकति बताउँछु है। अब ब्याङ्कमा डिपोजिट गर्नेको परिवारले जम्मा रु 1 लाख र 15 दिनको ब्याजभन्दा अरू केही पाएन है। टोटल कति हुन्छ त्यो अब तपाईँहरूले आफैले हिसाब गर्नु। अहिले ब्याज के कसरी चलिरहेछ त्यही हिसाबले चाहिँ 15 दिनको ब्याज र 1 लाख रुपियाँभन्दा अरू केही पाएन। अब बिमा गर्नुभएकोले चाहिँ के पाउनु भयो त भन्दाखेरि लगभग उहाँको 1 लाख रुपियाँ प्रिमियम वार्षिक बुझाउने हिसाबले चाहिँ 20 देखि 25 लाखको बिमा हुन्छ है। र 20 लाखको मानिलिउँ, 20 लाख रुपियाँ उहाँले दुर्घटना बिमा बापत पाउनुभयो भने अर्को 20 लाख रुपियाँ फेरि बिमा बापत उहाँले टोटल 20 वर्षको 20 लाखको गर्नुभएको थियो भने फेरि अर्को 20 लाख पनि उहाँले बिमा बापत पाउनु भनेपछि टोटल कति भयो? 40 लाख रुपियाँ उहाँको परिवारले पायो है। अनि यसमै हाम्रो अर्को पोलिसी पनि छ। यसमा चाहिँ आफूले आफ्नो बिमा नगरेर चाहिँ बच्चाको बिमा गरेर आफू चाहिँ नोमिनी, प्यारेन्ट्स चाहिँ नोमिनीमा छ भनेदेखि पनि यो 40 लाख प्लस फेरि बच्चाले चाहिँ 18 वर्ष पुगुन्जेल उसले पढ्नको लागि खर्च भनेर चाहिँ कसले बेहोर्छ त भन्दा बिमा कम्पनीले है। त्यसैले अब फरक आफै छुट्याउनु होला, यसलाई नेगेटिभ हिसाबमा नलिनु होला। मैले यो उदाहरण दिएर बुझाउन खोजेको हो। मरेपछि पाउने पैसा के काम भन्ने पनि कतिको चाहिँ विचारमा हुन्छ होइन। मैले त्यसलाई पनि नराम्रो भन्न खोजेको होइन। बस पैसा त चाहिन्छ, हामी बाँचे पनि चाहियो, मरे पनि चाहियो होइन। झन् कमाउने व्यक्ति घरमा नभइसकेपछि अथवा कमाउने व्यक्तिको मृत्यु भइसकेपछि चाहिँ त्यो परिवारले खेप्नुपर्ने आर्थिक भारलाई चाहिँ कसरी चाहिँ त्यो जोखिमलाई चाहिँ न्यूनीकरण गर्छ अथवा सहजीकरण गर्छ बिमा कम्पनीले भन्ने कुरालाई मात्र मैले बुझाउन खोजेको है त। हस्, धन्यवाद।